हे गाइज आजको चाहिँ हाम्रो यात्रा चाहिँ मुगुसम्मको हुनेछ। मुगु हिमपात परिरहेको छ, एकदमै खतरनाक छ रोड चाहिँ आजको चाहिँ। झन्डै 10 किलोमिटरको हाम्रो यात्रा रहनेछ। एकदमै चिप्लो बाटो रहेको छ, तपाईँहरू हेर्न सक्नुहुन्छ, यहाँ देखिराख्नु भएको होला। बाटो एकदमै चिप्लो छ, चिप्लेर एकातिर गइरहेको छ गाडी चाहिँ। हाम्रो बस चाहिँ अब दुईटा स्टपबाट चाहिँ हामीले मान्छे उठाउँछौँ। ल हेर्न सक्नुहुन्छ, यस्तो टर्निङहरूमा चिप्लेर गाडी ठोक्किहाल्छ। दुईटा स्टपबाट हामीले मान्छे उठाएर लान्छौँ र मुगु पुगाउँछौँ। अफरोडिङ पनि गर्छौँ। अगाडि बाटोमा चाहिँ कच्ची बाटो पनि छ, कच्ची सडक पनि रहेको छ र यो कच्ची सडकमा एकदमै गाडी चिप्लिने लास्टै खतरा हुन्छ। ल हाम्रो फर्स्ट स्टप चाहिँ आइसकेको छ। यहाँबाट चाहिँ हामी मान्छे हालेर चाहिँ मान्छे लिएर जान्छौँ। एउटा स्टप अगाडि छ। ल ढोका खोल्छौँ हामी। अब 3 जना मान्छे लिएर जान्छौँ, तर यिनीहरूले भाडा चाहिँ दिँदैन है, किनभने मन्थली यिनीहरूले दिने गरेको छ, एकैचोटि महिनामा दिन्छ। ल हाम्रो यात्रा चाहिँ सुरु भइसकेको छ। लगभग अब 5 किलोमिटर हामी पुगिसक्यौँ। 5 किलोमिटर अझै छ। ल ओ माई गड, झन्डै अहिले एक्सिडेन्ट भएको। हिउँ परेको बेला अलि गाह्रो नै हुन्छ, सो सचेत भएर चलाउनु होला तपाईँ पनि। हाम्रो अर्को स्टपमा चाहिँ हामीले 2 जना हाल्यौँ, 3 2 5 जना मात्रै भयो। ल ठिक छ। अब यहाँबाट चाहिँ हामीले अफरोड हान्नुपर्ने हुन्छ। अगाडि बाटो बन्द छ, यहाँबाट चाहिँ अफरोड हान्नुपर्ने हुन्छ। त्यतातिर पिच बाटो छैन नि त, अब रन्काउनुपर्छ। अब अफरोड चाहिँ ठिक छ, जो चौडा छ बाटो, हाइवेको जस्तो डिभाइडरहरू लगाएको छैन, राम्रो छ बाटो चाहिँ, आनन्द आउँछ अफरोडमा चाहिँ। अब चाहिँ सबै कच्ची बाटो हो, लास्ट स्टपसम्म नै अब कच्ची नै रहन्छ। अगाडि हेर्दै गर्नु, भ्यूहरू बबाल देखिन्छ र खत्रै उकालो ओह्रालो बाटो नि खत्रै रहेको छ। अहिले तपाईँलाई म अगाडि देखाउँछु, एउटा यस्तो बबाल लोकेसन रहेको छ। गाडी पनि खत्रै चिप्लिरहेछ, भाग्न त गाडी राम्रै भागिरहेछ अफरोडमा पनि, तर हिउँ परेर चिप्लेर ओ माई गड। ल डाँडाकाँडाहरू हेर्नु त, बबाल डाँडाहरू। यहाँबाट तल मुनि झर्नुपर्ने होला ओह्रालोमा, ब्रेकले धान्छ कि धान्दैन है। ल हेरौँ है चारैतिर कस्तो छ यहाँको भ्यू चाहिँ। ओ माई गड, त्यहाँ हेर्न सक्नुहुन्छ हिउँ परिरहेको छ। अब यहाँबाट चाहिँ हामीले तल जानुपर्ने हुन्छ। त्यहाँ तल मुनि छ बस स्टप चाहिँ यिनीहरूको लागि। यहाँ तल यो देख्नुभयो तल हो। यहाँबाट चाहिँ यो ओह्रालोमा चाहिँ झार्नुपर्ने हुन्छ हामीले चाहिँ गाडी है। ल बिस्तारै झार्नु, चिप्लिन्छ कि। ओ माई गड, ल बिस्तारै ब्रेक हान्दै बिस्तारै जानुपर्छ। ओ ल हेर्नु त, मैले माथि नै ब्रेक हानेको, तल पुगेछ। ल फाइनल्ली गाइज हामी चाहिँ हाम्रो डेस्टिनेसनसम्म पुगिसकेका छौँ। ल अब चाहिँ हामीले पेसेन्जरहरू झार्छौँ। आजको लागि चाहिँ हाम्रो सक्यो। भोलि अर्को नयाँ भिडियो लिएर आउने नै छु।